ल हाई गाइस वेलकम छ सबैलाई फेरि आयो म नाइट ब्लगमा केटा हो क्याडक्स रातिको 2 बजे कस्तो मजा आउँदो रहेछ के घुम्न के राति उठेर त आम्मामा फ्रेस होइन रहेछ यार केटा हो आम्मा उयो ठोक्यो मर्यो र सरी है गाइस गाली गरिदिएकोमा कहाँ खाल्दो आउँछु एक हातले छोप्याछु क्यारोस फेरि भाइरल भइदिने के तनाव हुन्छ नि फेरि केटा खै यार ब्लगमा माया देखाउँदैन क्या हो यार जम्मा 30 सब्सक्राइबर भएको छ होइन जम्मा होइन सब्सक्राइब ठोक्नु पर्यो बराबर त ठोकिहाल्छ नि त्यो मेरो केटाहरू हो के सबै केटाकेटीहरू सबै के दाजुभाइ दिदी बहिनी आई लभ यु अल केटा सर्ट बब्बाल मजा आउँछ बब्बाल स्पिड बढेपछि चाहिँ बब्बाल आम्मा के हो हेर्नु न आम्मा एक हातले चलाइरहेको छु होइन स्पिड हेर्नु कसैले रोड क्रस गर्यो भने झ्याममा मर्छौँ हामी स्पिड या 60 छोइदिएको हो नि त फेरि 60 1 and खतरा मजा आउने रहेछ यार ल भान्जा समात्नु त कि यताउता नबोलेर यहाँसम्म हो ठिक छ हेर केटा हो गाउँ हेर हाम्रो गाउँ होइन जे पाइदिए नबोल अगाडि नजाउन यताउता देखाउन केटाहरू बसिरहेछ अगाडि नजाउन चुरोट कतै पाइँदैन यार कतै पाइने होइन मजा आइहाल्थ्यो ए आम्मा ओमा हेर्नु न हम्स साइडमा है के किन सिधा बनाएको के यो कस्तो सिधा अब यस्तो सिधा बनाउने होइन नि त ऊ चाहिँ हेर्नु न गाइस त्यत्रो हम्स छ मा कसम थाहा छैन ब्रेकै नहानेर हेर्नु न डन्नै उडेछ यस्तो हम्समा चाहिँ सबैजना बस्नुपर्छ है रातिको बेला है केही देखिँदैन है केटा रातिको बेला चाहिँ बसेर हिँडौँ है खतरा मजा आउँछ फेरि बसेर हिँड्दा आफू नि बचिन्छ होइन कहाँ सुनसान छ त यार कहाँ एउटै ठाउँमा जुम गरेर राखेको क्या मैले फेरि आम्बो के भयो म त यहाँ समात्नै बिर्सिरहेको क्यामेरा कसरी समात्थ्यो हाम्रा रङ पोइन्टमा पक्रेर यार होइन तनाव भइदियो यार बवाल भइदियो बवाल त सधैँ हुन्छ र बवाल होइन केटा हो स्लोली जाम नगयो मजा चिल गर्दै चुरोट पाउँछ कि नै यो भित्र गयो चाहिँ हामी चाहिँ लुट्यो है गाइस यो ठाउँमा के त्यो ठाउँमा गयो कि लुट्यो खोल्टीमा फेरि मोबाइल छ भर्खर किनेको आज मोबाइल छ यार तनाव हुन्छ फेरि यार होइन अहिले गएर हजुरहरूलाई म देखाउँछु है आजको अनबक्सिङ गर्छु यो मोबाइल एउटा मोबाइल आज त है हेर्नु न वाउ दामी है लाइट हेर्नु यो बिल्डिङको लाइट हेर्नु न बिल्डिङको लाइट त्यही भने वाउ भनेको त यार दामी छ यो हाम्रो ठाउँतिर हुँदैन तर यता दामी छ है हुन्छ अब बिस्तारै कहिले पो हुने हो अहिलेसम्म रोड पिच मात्र भएको छ यस्तो कहिले हुने हो यस्तो भन्दा त हाम्रो ऊ नै ठिक छ के बबाल छ तर के यो त ऊ वेडिङ हल हो क्या हो
वेडिङ हल हो नि यो त बेङ्गलोर सज्जापुर कासा भन्नाले ठाउँमा है उत्सुर रोड बब्बाल छ बब्बाल मजाले राइड हान्दै जाने हो मेरो मोबाइल निकाल न अर्को फोल्टीबाट नयाँवाला भन्छु र त्यही पुरानो हो नयाँवाला त अनबक्सिङ गर्नु छ नि त होइन त्यो निकाल न त्यही निकाल नयाँ होइन के त्यो मेरो पुरानो बेबी हो क्या पुरानोलाई बिर्सिनु हुँदैन नि त एउटा याबीको गाना बजाइदियो नि त याबीको गाना के दिनभरि म र मेरो भाइ दिनभरि स्कुटीमा राइड भन्ने होला के रोक ल म बजाउँछु एकछिन है गाइस एकछिन है केटा हो नरिसाउ ल रिसाउँदैन कोही पनि रिसाउँदैन माया गर्नुपर्छ ल माया त गरिहाल्छ नि याबी त गर न याबी रोक न लाल गाडी पनि दामी छ दामी छ त्यो यस्तो टाइममा सुन्ने होइन नि त त्यो गाना एकान्तमा मजाले बसेर एक्लै सुन्ने गाना हो क्या यहाँ बस्ने एकछिन कहाँ कहाँ बस्नु हो यति राति अहिले पुलिस आयो भने तनाव हुन्छ त्यो आमा डरै लाग्छ हो केटा समाचार सुन्नु है केटा सुन्नु है केटा अहिले एकछिन है ट्र्याक्टर आइरहेको छ ट्र्याक्टर बारेर ट्र्याक्टर आइरहेको छ ड्याममा ल सुनौलाई हाम्रो स्कुटी पनि फेरि अब स्टार्ट हुन्छ है के भइरहेको ए सुनमा केटा हो सबैजना सुन यस्तो छ माथि Saturday, Sunday, साथी भाइ साथमा रेजीलाई हानेर आँखा आँखा जाने बाटोमा छ मामा डिसो भन्दा लाग्यो उसलाई ड्रामा भन्दैछु मन पर्दैन त्यस्तो गाना किरा लागेको छ तेरो तर आमा सबै ऱ्यापर्सहरू हुन्छ सामा कुरा त्यस्तो छैन नि बिग्रेको सामाजिक कुराले नजाने बुढाले आर्टिस्टलाई ट्यापे बनाइदिए मेरो समाजमा कसैले नगरे कुरा गर्न मन नआइदिए मैले गर्न थाले नराम्रो चरित्रमा माथि खनाइदिए यस्तै कुराहरूले सताउँछ मलाई त्यही भएर म रिजलाई चलाए म छु पनि साथीहरू पनि भए क्याक तर गीत कि रात काटे मेरो भाइ दिनभरि यो लाइन बब्बाल लाग्छ है केकोला भविष्य मेरो मलाई के थाहा छैन चुप्रा केडाहरू चार लोभ लाग्ने 5 दिन सायद 5 दिन होला म तर मरेर पुग्छ त्यहाँसम्म जहाँ बुद्धको आश्रम छ भन्न मन छ मेरो काट च्यापी मार्दै भगवान मेरो लाइफमा सबै चिपार्दै भगवान या दिनभरि चार्जमा कसैले चिन्दैन सँगै त्यही म चिन्दै पनि जस्तो लाग्थ्यो तर मेरो नराम्रो दिँदैछ भाइहरूलाई सम्झाउँछु म जति सम्झाए नि प्रेम मान्दैन हुन त बोला छैन मेरो भाइहरू पेट बन्द केही नभएसम्म ढिला हान्दैछ आजको मेरो जिम्मेवारी केही सिकाइराख्नु पर्दैन दुनियाँदारले त काम लाग्दैन भन्थ्यो मेरो टिचर कसैले नगरे काम गर्दैछु हे जसो कुनै पनि नौरी प्लेट आज पहिले नो बिल्स नो सिक प्लेस सपना पुरा त्यसैले अब नो बिट नो all credit goes to Yabi the God है no copyright YouTube channel है YouTube channel भन्छ न no credit no copyright from YouTube
खोजेको तर सबैको राम्रो सोच्न पाए मेरो दाइले भन्छ यो त ऱ्याप कति गरे बाउलाई बुढीमा Say jab. Jab, no. परिवारको आँखा रातो सबले सोध्छ यो ज्याप छ मेरो गाडी च्यापी मार्दै भगवान् मेरो लाइफमा सुक्रा पार्दै भगवान् मेरो गाडी च्यापी मार्दै भगवान् मेरो लाइफमा सुक्रा भगवान् Bum. म त यस्तो यो राख न वल राख न म त पुरै के हो त्यो के भन्छ नि पुलिसको भ्यान आयो के भनेर कस्तो तर्सिरहेको के पछाडि च्याङ्ग भइदिइरहेको म न्याल यस्तरी देख्यो भने त डाइरेक्ट समात्छ नि केटा हो यार सिधै समात्छ ल ठिक छ लाइटै नबलिरहेको कि अघिबाट ट्राई गरेर आएको छु यो यसमा के म यो ठ्याक्कै पुलिस आउँछ भनेर पुलिस आइदिरहेको के देखाउनै पाएन के यस्तो मोबाइल हातमा थियो नि त यो एउटा हातले चलाइरहेको थिएँ बन्द गरिदिएँ क्या मैले सिधै बन्द गरेर सिधै दुइटा हात स्कुटीमा मोबाइल कोल्टीमा सिधा रफ्तार हानेपछि झन् आउँछ क्या तिनीहरू के यो स्टोरमा कोही छ किन हेरौँ न है सेक्युरिटीहरू कोही छैन नि स्टोरमा स्विगी स्टोरमा नाममा थ्री इडियट्स आम्मा रातिको 4 बजी बिहान भन्दा अगाडि हो उमा अगाडि देखा न ए हो यो बिस्तारै मोड फेरि आयो है त लास्ट फसाएर भन्छ नि होइन कहाँ खुल्ला छ यहाँ दाइ फसल तँलाई कुरो छैन खुल्ला छैन त यार गिर्छ भाइ जाम फेरिमा ठास्ने सरी है अश्लील बोलेकोमा आई एम भेरी सरी केटा हो मलाई जाँदैछु रमसँग हामीबाट उदाएर घुमेर आउँला बाबु त्यहाँ घुमेर त आउने कसम सिलगढीको पसलै खुल्ला खोजी जानु हुँदैन के कसम मलाई उहाँ त हुन्थ्यो है हाम्रोतिर यो पनि रङ साइड जान्न यत्रो कार गइरहेको छ हामी किन डराउँ कहाँ लुट्ने भ्लगमा लुट्ने कुरा नभएर आइकिन कसैलाई लुट्दैन है मजा गरेको हो नजिक लाइट कस्तो नजर लागेको मान्छे यार सुरुको दोकान खोज्दै हिँडिरहेको छ केटा हो 4 बजी राति दिउँसो कहाँ खोज्छ Oh my god रङ साइड गाइस एकदम रङ स्वाइट कसैले ठोकिदियो भने फाइट टाइम यता मात्रै हुन्थ्यो
चलो चलो के हुन्छ र के भन्छ ट्राफिक ऊहरू बस्छ नि मैले त्यो केटीहरू केटाहरू बस्छ नि के भन्छ त्यसलाई यार पिजेहरू यतातिर धेरै पिजेहरू हुन्छ खुल्ला हुन्छ कि कहाँ खुल्ला होला यार बस्न लाग्दैन हेर चिन्ने सुतेर काम कसरी गर्ने त सोच्दा सोचिदिन्छ माछिकिन मेरो त माछिकिन दिमाग खराब हुने हो त अर्को फाइल सकिएको होइन यस्तै यो म्युट गर्नुपर्छ त फेरि पसल खुल्ला हुन्छ भनेर भाउचाइ जा बरु मगाए पा हुन्थ्यो अब लाडो अरे फेरि गाली सरी है केटा मिल्छ पैसा लाडो जा छ यहाँमा तर जाने हो किनकि ट्राई हान्न पनि जान्छु किन अब के हुन्छ पुसाइले देखेपछि जिन उताएर रुममा राति राति घुम्न लाग्छ परिवार उहाँबाट दोस्त सुत्या छन् हेर्दै जान खै हुन्छ कि त के हुन्छ कि हेर्न के के हुन्छ कि हेर्न थोडो उत्रौ न ल हेर न यसलाई यस च्याम्पियन कहाँनिर केटा अहिले फोटोसुट हुँदैछ फोटोसुट एकछिन है बिहान भइसक्यो नि हो मन्दिरमा आएको गाइज हेर्न पूजा गर्न आजको दिन चाहिँ खतरा बवाल हो है फ्रेस भयो रातभरि स्कुटीमा यहाँ कारहरू पनि धेरै छन् यो भान्जा 4 बजे 2 बजे उठेको क्या निन्द्रै लागेन कि अब काममा जाने हो उता देखा नि त यो मन्दिर चाहिँ यस्तो छ है नैलाएर देखा न मजाले नैलाएर देखाउँछु म यो मन्दिर चाहिँ यस्तो छ है ल शुभ रहोस् गाइस सबको र भलो होस् राम्रो होस् भलो होस् ह्याप्पी न्यू इयर सबलाई होइन आज न्यू इयर हो सबै रमाइलो गर तर होइन नराम्रो नगर हो सिधा कुरा हो हो त दाइ ल ठिक छ सबको राम्रो होस् नराम्रो कसैको नगर त्यही हो रुम पनि पुग्यौँ होइन कि त अब त सुत्नु पर्यो ह्याप्पी न्यू इयर सबलाई ह्याप्पी न्यू इयर भान्जा थ्याङ्क यू मामा ओके बाई बाई सी यू अगेन इन नेक्स्ट ब्लग बाई बाई केटा अहिले चाहिँ